भेना कसको साली कसको चप्पा नमस्ते फ्याफुल्ला हजुरहरु सबैजनालाई आज पनि आइसकेको छु न्यू डे न्यू ब्लग लिएर। अनि सो हजुरहरु पनि सबैजना सन्चै हुनुहुन्छ होला, हामी पनि एकदमै सन्चै छु। आज चाहिँ हामी उता दिदीको के अरे हाम्रो तामाङ भाषाबाट चाहिँ चल्गु भन्छ हैन, बे जस्तै हो। सो हामी चाहिँ त्यहाँ जान लाग्यो आज रेडी सेडी भएर। हाय तपाईले के भन्नु हो? भन्नु केही छैन, हेलमेट बिर्सिन्छ हेलमेट निकाल्छु। यस्तो गर्छ यो त्यहाँ झ्यालमा चाबी। सो गाइज त्यही हो, हामी चाहिँ आज बेमा जा हजुर ल अनि सो फुपूहरू चाहिँ यता हो क्या हाम्रो फुपूहरूको घर चाहिँ। अनि फुपूहरू पनि सँगै जानुहुन्छ, अरूहरू चाहिँ सबैजना जानु भइसक्यो, दाईहरू बाबाहरू काकीहरू सबैजना उहाँहरू चाहिँ सबैजना ट्याक्सीमा गइसक्यो, हामी चाहिँ अब लास्टमा जानु लाग्यो। सो गाइज त्यही हो, हामी चाहिँ अब आजको दिन चाहिँ रमाइलो हुने हो अरे क्या चाहिँ। अस्तितिर भ्लग गर्न पनि पाएन, आफ्नै अब सधैँ उयो गर्न पनि पाइराख्दैन नि त, कहिले के काम हुन्छ कहिले के काम हुन्छ होइन। सो त्यही भएर चाहिँ ग्याप भएको। सो सबैजनाले माया गरिदिनु होला, किप वाचिङ किप लभिङ है त गाइज। अहिले एकछिनमा देखाउला है हजुरहरूलाई, बाई। आउनु यता सम कसले सक्नु भनेर चाहिँ ल अहिले यस्तो मम पनि आउँदै हुनुहुँदो रहेछ। मम जाने कसैले आनी निलवा ए कतिखेर जानुहुने त? ए ल अनि कसरी ए तल। सो गाइज त्यही हो, किप वाचिङ है त। अहिले एकछिन उता गएर देखाउँछ है त। हेलो एभ्रिवान, हामी चाहिँ यता डाँडामा आएर कुरिरहेछौँ, भाइलाई पनि अनि प्लस ठुलो बुबुलाई पनि कुरिराखौँ यहाँ। हो यस्तो घाम छ, त्यही भएर चाहिँ हामी यसो बाइकबाट झरेर अनि यहाँ बसिरहेको यत्तिकै शीतलमा। एकछिन यता बस्छु कुर्छु अनि त्यसपछि चाहिँ हामी जान्छु कहाँनिर अरे उता है। पहिला यस्तै थिएँ र यहाँ त पुरै बाँसघारी थियो कि यतातिर त। कुन कसको तिम्रो हो? केटी लिएर आउँदै नि कस्तो केटी? राम्री आन्टीहरू होइन छुट्टीहरू लिएर आउँदै बखरको त कहाँ जङ्गल बस्छ त नि? त्यो जमानामा यस्तो हाम्रो पाखेमा त जमानामा पाखेहरूमा त बस्छ जङ्गलमा पाखेहरूमा। अनि सो गाइस त्यही हो, पहिला यतातिर पुरै बाँसघारी यो त यस्तै थिएन, पुरै कस्तो थियो। अहिले चाहिँ जे होस् राम्रो भयो। अच्छा म यो मन्दिर पनि पहिला यस्तो थिएन कि, पुरै यही त माथिपट्टिको पुरै बनाएकै थिएन, तल मात्र थियो कि, त्यस्तो राम्रो पनि थिएन पहिला। यस्तो गार्डनहरू पनि पुरै बनाएकै थिएन। उयोहरू बस्छ नि पण्डितहरू घरमा जानु नि, किन बस्नु मन्दिरमा? अब के थाहा त्यो त अब मलाई। अनि पुरै यो गार्डनहरू पनि त्यस्तो थिएन कि, अहिले चाहिँ गरेको हो। पहिला यो भेगमा पुरै यस्तो घरहरू नि थिएन। अनि सो गाइस त्यही हो, अब चाहिँ हामी एकछिनमा निस्किनु पर्ने हुन्छ। भाइलाई नि कुरिरहेको छु यहाँ, अब कतिखेर आउने उनीहरू। हजुर मामाहरू फुपूहरू चाहिँ जाँदै हुनुहुन्छ अगाडि।
इलेक्सनमा भेटौँला हामी चाहिँ खाना खाँदैनौँ सबैजना लाइन बस्नु यहाँदेखि लाइन बस्दैछ कि हामी चाहिँ अगाडि गएको है ठिकै बस्छौँ सबैजना खाना खाँदैछ त्यसो हामी खाना खाएर भेटौँला है हामी चाहिँ खाना पनि खाइसक्यो हामीले चाहिँ एउटा होइन नराम्रो बानी चाहिँ के हो भने खाना खाएपछि निन्द्रा लाग्छ तिम्रो पेट टन्न भएपछि निन्द्रा लाग्छ निन्द्रा लाग्नु लागिसक्यो हामी चाहिँ खानासाना पनि खाइसक्यो यतातिर चाहिँ खाना खाँदै हुनुहुन्छ सबैजना अनि हामीले चाहिँ किन खाना खाइसकेको अनि बसिरहेको है बज्यो भर्खर खाना खाऊ अब त्यसपछि अब के गर्छ होला है अहिले भेना त लुगाउनु पर्ने हुन्छ हामीले चाहिँ त्यो पैसाले चाहिँ अब सबै कति पर्छ अब तिमीले के थाहा है त्यस्तै हो हामी अहिले एकछिनमा भेटौँला है सानो सानो क्लिप यतातिर मान्छेहरू टन्नै खान्छ त त्यो भएर के गर्नु के भनौँ के गर्नु पऱ्यो है यो छोरा मान्छे होइन कि यो बाटो कति छ सेनालाई ठगेको पैसाहरू कति पुग्छ बाढे पुग्दैन होला है 50 गर
अनि आमाहरूलाई देऊ न अर्को ल आमा 2जनालाई देऊ मिल्यो मिल्यो